यो चाहिँ हाम्रो पल्लोघरे काकाको घर हो होइन। मामा तलामाथि तला तलामाथि तला तलामाथि तला तलामाथि तला थपेर बुढाले यत्रो घर बनाइछन् है। भनेर म भन्नु भनेर के सोध्दै थिएँ, यसो अगाडि हेरेको त राम्रो जाम त यति धेरै होइन है। अब काकाको हुनु नसकेको घरको कुरा गर्दा गर्दै जाम त यस्तो रहेछ। अनि मैले सोचेँ यदि मसँग यस्तो शक्ति भइदिएको भए यो जुन जाम छ यत्रो लामा लस्कर भ्याइ नभ्याइ यो गाडी 1 घन्टा भइसक्यो जाममा बसेको, बिस्तारो सर्छ। तिमीसँग यस्तो पावर भइदिएको भए यो जामलाई चाहिँ म यसरी हटाइदिन्छु भनेर मेरो मनमा कुरा मात्रै के खेलिरहेको थियो, भर्खरै कुरा मात्रै के खेलिरहेको थियो। त्यसपछि मैले सोच्दै थिएँ अब चाहिँ म यो जाम हटाउँछु है त्यसलाई भनेर छु मन्त्रकी बाछा पुछार भएको माछा काँचा 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 भन्दै। त्यसपछि मैले यसो सोचेँ मेरो अनुहार नि देखाइदिउँ त भनेर खासै गतिलो लागेन। त्यसपछि छु मन्त्रकी छु भनेको त जाम खलास, एकैचोटिमा जाम सक्यो। त्यसपछि बातु घोडामा 120को स्पिडमा भनेको झन्नै अर्को चुवाची ल्याएर ठुस्स छोइदिइहाल्यो है। धन्न बाँच्यो। ल आजलाई यति है त, बाई बाई।